आमन्त्रण गर्दछु। त्यसरी नै आजका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम श्री चन्द्रकुमार घिमिरेज्यूलाई पनि यस मञ्चमा आएर ताम्रपत्रले सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सम्मान पत्र अभिव्यक्ति श्रृङ्खला सम्मान पत्र हस्तान्तरण गर्नुभन्दा पहिले म यहाँहरूलाई विवरण पढेर सुनाउन गइरहेको छु। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत अभिव्यक्ति श्रृङ्खला सम्मान 2025 श्री देवेन्द्र खरेलज्यू साहित्य साधक। नेपाली साहित्यको कविता काव्य साथै निबन्ध तथा समीक्षा समालोचना विधामा रैथाने मौलिक स्वादसहित नवीन बाँकी र युगीन मूल्यका सिर्जना गर्दै आउनुभएका तपाईँका कृति कर्मका साक्ष्य दुई कविता कृतिको रुङ्गीको बयान र नदी किनारा 2065 र कोलम्बस यात्रा 2075 साक्षात छन्। नेपालको सुन्दर तथा ऐतिहासिक जिल्ला खोटाङको निर्मली डाँडा स्थानीय घर भई बेलायतको क्याम्पमा बसोबास गरिरहनुभएका तपाईँ बेलायती नेपाली डायस्पोरिक साहित्यिक समाजका एक अबोध र गौरवशाली प्रतिभा हुनुहुन्छ। हाल नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्ष समेत रहनुभएका तपाईँले साहित्य क्षेत्रमा दिनुभएको योगदान उल्लेखनीय छ। यसै सन्दर्भमा यस नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयोजित अभिव्यक्ति श्रृङ्खला 16मा सहभागी भई आफ्नो उत्कृष्ट कविता काव्यिक सिर्जना प्रस्तुत गरी समारोहलाई सार्थक बनाइदिनु भएकोमा तपाईँको आरोग्य दीर्घायु जीवन र सिर्जना यात्रा पूर्ण सफलताको कामनासहित अभिव्यक्ति श्रृङ्खला सम्मान 2025 सादर समर्पण गरिएको छ। महासचिव चुगुरुङ, प्रमुख अतिथि महामहिम राजदूत नेपाली राजदूतावास लन्डन बेलायत प्रमुख अतिथि चन्द्रकुमार घिमिरेज्यू, अध्यक्ष सभाध्यक्ष टङ्कमज्यू हुनुहुन्छ। यो ताम्रपत्र हस्तान्तरण गरिदिनुको लागि म आजका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसरी नै संस्थालाई भातोले टोपी ओढाए सम्मान गरिदिनुको लागि सभाध्यक्ष टङ्कमज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। रूपमा समर्पित यस कार्यक्रम अभिव्यक्ति श्रृङ्खलामा आजको स्रष्टा कवि तथा समालोचक श्री देवेन्द्र खरेलज्यूको बेजोड प्रस्तुति रहनेछ। यस श्रृङ्खलामा उहाँको विभिन्न कविताहरू सुन्नेछौँ हामीले।